बालेन शाह मुलुकको प्रधानमन्त्रीका लागि सक्षम हुनुहुन्छ त जेनवाईका अभियन्ताहरूले कसरी हेर्दै हुनुहुन्छ? उहाँ काठमाडौँ महानगरको मेयर, उहाँलाई काठमाडौँ महानगरको मेयरमै ठिक छ। जुन एउटा चाहिँ आफ्नो जिम्मेवारी जनताले जुन मत दिएर उहाँलाई जुन ठाउँमा पुर्याउनु भएको छ त्यो नै उहाँले गर्दाखेरि ठिक हुन्छ। किनभने अब अहिले काठमाडौँ महानगरको चाहिँ त्यत्रो जनताले दिएको भोटलाई चाहिँ अब प्राइम मिनिस्टरमा चाहिँ कन्भर्ट गर्न मिल्दैन। उहाँ आफै नै देशको प्रधानमन्त्रीको लागि योग्य भएर आफै अगाडि आएर चाहिँ उहाँले आफ्नो जनताको अभिमतबाट मात्र अगाडि आउनुभयो भने मात्र हुन्छ। नत्र भने अब यो सोसल मिडिया अथवा कोही व्यक्ति कराउँदैमा प्राइम मिनिस्टर भइहाल्ने, सोसल मिडियाबाट चाहिँ नेतृत्व छान्ने भन्ने होइन। नेतृत्व भनेको चाहिँ चान्चुने कुरा होइन, देश हाँक्नुपर्ने कुरा, देशको नेतृत्व लिनुपर्ने कुरा। कुनै एउटा हुल आएर ल बन्दै प्रधानमन्त्री हुनुपर्छ भन्दैमा चाहिँ त्यसलाई चाहिँ स्वीकार्दै जाने हो भने यो हुल भनेको जता पनि जान्छ के। यो पब्लिक भनेको हिजो बालेन शाहको समर्थनमा भएको भोलि पुरै बालेन शाहको एन्टीमा हुन्छ। किनभने पब्लिकहरूको हुइम चाहिँ यस्तो छिटो चाहिँ ट्रान्सफर हुने खालको चाहिँ नेपालको कन्डिसन छ। त्यो हुँदाखेरि चाहिँ उहाँलाई चाहिँ नागरिकहरू, युवाहरू जो आफै नेतृत्व लिन सक्दैनन्, जो आफै तयार छैनन् भने उनीहरूले अरूलाई चाहिँ त्यो अगाडि सार्नु उचित। भनेको बालेन शाह स्वयं पनि प्रधानमन्त्रीका लागि योग्य छैनन् भन्ने तपाईँहरूको विश्लेषण पनि रहेछ क्यारा? त्यो नै हो। किनभने उहाँ सक्षम भएको भए, योग्य भएको भए उहाँले लिनुहुन्थ्यो र उहाँलाई दोष पनि दिनु हुँदैन। मानिसहरूले के भनिरहेका छन् भने बालेन शाहले जनताले चाहे भाग्यो भने इच्छा हो नि त, उसको इन्ट्रेस्ट छैन भने कसैले ल्याएर बस भन्दैमा हुँदैन नि त। तर जेनजी आन्दोलनको मुख्य योजनाकार उहाँ हो भन्दा रहेछ नि त, त्यो चाहिँ के हो? अब हामीले देख्दाखेरि चाहिँ उहाँको कुनै पनि उपस्थिति पनि छैन, उहाँ कुनै पनि आन्दोलनमा सहभागी पनि हुनुहुन्न र उहाँले कुनै पनि ठाउँमा गएर कुनै खालको अभिव्यक्ति दिनुभएको छैन। मात्र एउटा फेसबुक स्ट्याटसको भरमा हामीहरू धेरै कल्पना गरिरहेका छौँ उहाँको रियालिटी के हो, उहाँ के गर्न चाहनुहुन्छ, उहाँको भिजन के छ, नेपाल कस्तो बनाउनुपर्छ, नेपालको प्राइम मिनिस्टर को हुनुपर्छ, अबको यो आन्दोलन पछाडि चाहिँ कस्तो खालको गभर्मेन्ट बन्छ भन्ने कुरा त उहाँले कुनै खालको त स्टेटमेन्टहरू त दिनुभएको छैन। मात्र एउटा लाइन स्ट्याटस लेख्दाखेरि यहाँ सयौँ मिडियाहरूले जथाभावी खालका आफ्नै मनोगणन्ती कुराहरू लेखेर उहाँलाई अगाडि सारिदिएको मात्र हो, तर उहाँ आफै स्वयं चाहिँ होइन। फेरि पनि सिंहदरबार जलाइनुपर्छ भनेर पहिलेदेखि नै उहाँले स्ट्याटस त लेख्दै हुनुहुन्थ्यो। उहाँले भने जस्तो सिंहदरबार पनि जल्यो भनेको यो ध्वंस गर्नमा उहाँले जेनजीहरूलाई उस्क्याउने काम गरिरहनु भएको थियो भनेर आरोप लगाउनेहरू छन् नि, यिनै कुरालाई आधार मानेर। हजुर, यसमा चाहिँ जस्तो लेख्नलाई एउटा लाइनमा लेखेको सिंहदरबार मानिसले आवेगमा आएर यो देशमा त सयौँ नागरिकहरूले पटक पटक केपी ओली अनि त्यस पछाडि प्रचण्ड शेरबहादुरलाई मार्छु भनेका छन् नि त। भोलि उहाँहरूको मृत्यु भयो भने त्यो जिम्मेवार सबै नागरिक हो त। मानिसहरूले आवेगमा आएर रिसमा आएर एकछिन भनेका हुन्छन्। बालेन शाहले एउटा स्ट्याटस लेखेको भरमा सिंहदरबारै जलिहाल्ने भयो त त्यो त पहिल्यै जल्नु पर्थ्यो, जति बेला लेखे त्यति बेला जलाउनु पर्थ्यो। त्यो चाहिँ बाघ कराउनु र बाख्रा हराउनुको संयोग मात्र भएको हो। तर उहाँले नै गर्यो भने मानिसहरू एउटा मान्छे मात्र पछि लाग्दाखेरि वास्तविक अपराधी चाहिँ उम्किने चाहिँ सम्भावना छ। त्यो कारणले गर्दा हामीले त्यस्ता एउटा व्यक्तिको पछि लाग्ने होइन, कुनै व्यक्तिको पछि लाग्नु हाम्रो जेनेरेसनले मान्दैन। किनभने समस्या कहाँबाट भएको छ? कसले जलाए सिंहदरबार? संसद भवन कसले जलाए? प्रत्येक नेताको घर घर कसले जलाए? ल बालेन शाहले सिंहदरबार जलाएको हो भने देशैभरिको नेताको घर कसले जलायो? देशैभरिका चाहिँ विभिन्न सरकारी अफिसहरू कसले जलायो त? त्यो सबै देशैभरि त एउटा व्यक्तिले त जलाउन सक्दैन होला नि त। यसको पछाडि त ठुलै रहस्य होला। हामीले एउटा व्यक्तिको पछाडि लगेर एउटा व्यक्तिलाई मात्र खण्डिँदाखेरि वास्तविक अपराधी र दोषी चाहिँ उम्किन सक्छ। त्यो कारणले हामी प्रत्येक नागरिकहरूले चाहिँ के चाहिँ बुझ्नुपर्छ भने हाम्रो देश विध्वंस गर्ने यो पछाडिका चाहिँ पात्रहरू को छन्, कसले गरेको, वास्तविक अपराधी को छ भन्ने कुरालाई चाहिँ हामीले खोज्नुपर्छ। हामीले एउटा बालेन शाहको मात्र पछि लाग्दाखेरि होला बालेन शाहलाई समाइएला, तर वास्तविक सयौँ अपराधी छ नि त्यहाँ। सिंहदरबार जलाउने, संसद भवन जलाउने, अदालत जलाउने, अख्तियार जलाउने, यो त सयौँ व्यक्तिहरूको हात छ नि त होइन। भनेपछि ती अपराधी त सजिलै उम्किने भयो भनेपछि भोलि तिनीहरूले पनि अरू ठाउँमा विध्वंस गर्यो भने यसको जिम्मेवार को हो त? एउटा व्यक्तिले मात्र त संसार जलाउन सक्दैन होला नि त। अनि बालेन शाहले पानी हालेन अरे, ल बालेन शाहले काठमाडौँको मेयर भएर काठमाडौँ महानगरभित्र उसले पानी हालेन, उसको गल्ती भयो। देशभरिका अरू महानगरका मेयरहरूले किन पानी हालेन त? अरूलाई त क्वेसन छैन। बालेन शाहले त ब्रह्माण्ड त थाम्ने होइन होला। बालेन शाह नै नेपालको चाहिँ सबै चाहिँ उसकै टाउकामा त भार छैन होला। एउटा महानगरको मेयर, महानगर मात्र उसको कर्तव्य होला। देशको प्रधानमन्त्री भन्ने, गृहमन्त्री भन्नेहरू त राजीनामा दिएर भाग्नु पर्ने स्थितिमा एउटा मेयरले संसारै थामिदिनु पर्ने कस्तो मानसिकता? हाम्रो यस्तो मानसिकता एकदमै भ्रम फैलाएको छ देशमा। जेनजी आन्दोलनको सफलतापछि
राजनीतिक दल विशेष गरी काङ्ग्रेस एमाले माओवादीहरूले जेनजी आन्दोलनलाई कसरी हेरेका होलान् अथवा जेनजीहरूलाई त्यो पुस्तालाई कसरी बुझ्न खोजेका होलान्, केही आकलन गर्नुहुन्छ? लगभग माओवादी एमाले काङ्ग्रेसका चाहिँ सेकेन्ड लेयरका चाहिँ नेतृत्वहरू लगभग चाहिँ समर्थन दिएको जस्तो छ, किनभने उहाँहरूले आफ्नो पार्टीभित्र विद्रोह गर्नु सक्नु भएको छैन। यसको अहिले जुन जेनजी आन्दोलनमा जुन खालका विध्वंस भयो नि, यसका मुख्य कारण भनेको नै पार्टीभित्रको नै एकदम नियन्त्रित शासनले नै गर्दाखेरि भएको। एउटा लेयरले एउटा स्टेपले सेकेन्ड लेयरलाई चाहिँ कहिले अगाडि बढ्न नदिने, पार्टीभित्र सधैँभरि चाहिँ कन्ट्रोल हुने, एउटा व्यक्तिको हातमा सिँगै पार्टी छ भने पछाडि अर्को पुस्ता र पार्टीमा चाहिँ वर्षौँदेखि लागि परेका मानिसहरूले कहिले पनि अवसर नपाउने, ठाउँ नपाउने र कुनै पनि पदको लागि पैसा तिर्नुपर्ने, कसैको चाहिँ पुच्छर लागिदिनु पर्ने, कसैको चाहिँ झोले भइदिनु पर्ने, अनि बल्ल मात्र चाहिँ उसले अधिकार स्थापित गर्न सक्ने अथवा नेतृत्व लिन सक्ने अवस्थाले गर्दाखेरि सयौँ महत्त्वाकांक्षा भएका युवाहरूले पनि यसलाई समर्थन पक्कै गरेका छन्। जुन जुन नेतृत्वहरूले चाहिँ विभिन्न खालका चाहिँ आफ्ना क्षतिहरू बिहोर्नु पर्यो, उहाँहरूले पनि पक्कै रियलाइज चाहिँ गर्नु भएको छ, किनभने हामीले गल्ती गरेकै हौँ भन्ने उहाँलाई पक्कै भएको छ। हामीले पनि चरम अन्याय अत्याचार गरेकै थियौँ, यसको परिणाम जेनजीहरूले विशेष गरी मुलुकमा अनियमितता र भ्रष्टाचार रोकिनु पर्यो भन्ने माग राखे होइन। अब मुलुकमा भ्रष्टाचार र अनियमितता रोकिएला, त्यो अपेक्षा गर्ने कि नगर्ने? हामीले पोजिटिभ नै सोच्नुपर्छ, किनभने हामीले नै गर्ने हो, हाम्रो देश अरू कसैले आएर बनाइदिने होइन। हामी जस्ता युवाहरूले नै बनाउने, हामी आफै अनुशासित हुनु पर्यो, हामी आफै नै चाहिँ संयमित हुनु पर्यो। हाम्रो देश हामीले नै बनाउनु पर्छ, अरूले कसैले बनाउने, हामी आफै नियम मिच्दै हिँड्छौँ, हामी आफै चाहिँ ठाउँमा पुगेपछि लुट्नुपर्छ भन्ने हाम्रो मानसिकता छ। त्यो मानसिकतालाई हामीले फ्याल्नुपर्छ, हामीले नेपाल बनाउनुपर्छ। हामी नेपाली जे जति छौँ, हामी कुनै राजनीतिक पार्टी होला, स्वतन्त्र होला अथवा कुनै मुभमेन्टमा लागे होला, त्यो कुनै फरक कुरा भएन। हामी सबैको एउटा साझा उद्देश्य नेपाल बनाउनु पर्छ भनेर चाहिँ हामी सबै लाग्नुपर्छ। हामी जेनजी आन्दोलनका विरुद्धमा जाने जस्तो गरी अहिले विशेष गरी एमाले र काङ्ग्रेसका युवाहरू लागिराखेका छन्, यसमा के भन्नुहुन्छ? यसले चाहिँ देशलाई राम्रो गर्दैन। हामीले कुनै पनि कसैले पनि कसैको विरोध गर्ने, आलोचना गर्ने र कसैलाई प्रतिशोध साध्ने यो सधैँभरि कन्टिन्यू चलिरहेछ। वार कहिले चाहिँ इन्ड हुन्छ, हामीले चाहिँ सोल्युसन मात्र खोज्नुपर्छ। अब अहिले राजनीतिक पार्टीहरूले जेनजी विरुद्ध चाहिँ मुभमेन्ट चलाउनुहुन्छ, फेरि त्यसबाट राज्यलाई क्षति हुने हो। राजनीतिक दलहरूले जेनजीको आन्दोलनको विरोध हुने गरी प्रतिशोधात्मक आन्दोलन गरे भने जेनवाईले चाहिँ त्यस बेला के गर्ला? जेनवाईले पनि आफ्नो तरिकाले चाहिँ तयार गरिरहेको, देशैभरि जेनवाईका सङ्गठित साथीहरू हुनुहुन्छ। जेनवाईले पनि जुन जेनजीलाई चाहिँ आला काँचा भने, अयोग्य भने, नेतृत्वविहीन भने, एउटा नेता चयन गर्न नसक्ने भने, तर जेनवाई त्यस्तो छैन। जेनवाईको पालामा चाहिँ हामीले विभिन्न सङ्घर्ष पनि खेपेकै हो र विभिन्न राजनीतिक पार्टीहरूबाट हामी अपहेलित भएको हौँ। राजनीतिक पार्टीको चाहिँ एउटा एकलौटी शासनबाट हामी विक्षिप्त भएकै हौँ। देशमा बस्न नसक्ने वातावरण हाम्रै पुस्तामा भएकै हो। हाम्रै पुस्ताका युवाहरू लाखौँ वैदेशिक रोजगारमा गएका हुन् र हाम्रै पालाका युवाहरू चाहिँ देशमा बेरोजगार भएका हुन् भनेपछि हाम्रा पुस्ताले धेरै समस्याहरू खेपेका छन्। त्यो कारणले गर्दाखेरि धेरै समस्या खेपेका र राजनीतिक चेत भएका, शिक्षित, सचेत र प्रविधिसँग नजिक भएका पुस्ता जेनवाई एकदमै संयमित छ र खराब खालका क्रियाकलाप गर्नु हुँदैन, देशलाई चाहिँ क्षति पुर्याउनु हुँदैन, देशमा विध्वंस गर्नु हुँदैन, देशमा नराम्रो गर्नु हुँदैन, देशमा कसैलाई चाहिँ आलोचना गर्ने अथवा कसैको विरोध गर्नु मात्र होइन कि हामी संयमित भएर कुनै पनि बेला आन्दोलनको घोषणा गर्न सक्नुहुन्छ, त्यो तयारी गरिरहनु भएको छ। हामी त्यो तयारी गरिरहेका छौँ। हामी मात्र विध्वंस गर्दैनौँ, हामी शान्तिपूर्ण तरिकाले हाम्रो अधिकार स्थापित गर्नको लागि यो देशमा भएका गलत खराब प्रविधिहरूलाई चाहिँ हामी सधैँभरि नियन्त्रण गर्नुपर्छ। खराब क्रियाकलाप विरुद्ध हामी सधैँभरि तयार छौँ। अहिलेको सरकार विशेष गरी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई कसरी हेर्दैछ जेनवाईले? जेनवाईले चाहिँ सुशीला कार्कीको सरकारलाई चाहिँ उहाँ एउटा सर्ट टर्म पनि हुनुहुन्छ र यो एकदमै आपतकालीन अवस्थामा कसैले सम्हाल्न नसकेको अवस्थामा चाहिँ देशलाई चाहिँ एकदमै गाह्रो परेको स्थितिमा उहाँले एउटा सम्हालिनु मात्र भएको छ। उहाँसँग त्यति धेरै अधिकार पनि छैन कि उहाँलाई त्यति लङ टर्मसम्म चाहिँ हामीले नेतृत्व दिन सक्ने स्थिति पनि होइन। मात्र चाहिँ एउटा इलेक्सन मात्र गराइदिनु भन्ने एउटा भूमिका उहाँलाई दिएको हो। उहाँको कर्तव्य भनेको मात्र निर्वाचन गराएर देशलाई चाहिँ शान्तिपूर्ण तरिकामा चाहिँ राइट ट्र्याकमा ल्याएर छोडिदिनुहोस्
भन्ने मात्र छ। त्यो हुँदाखेरि उहाँले यो भत्किएको विध्वंसकारी स्थितिमा चाहिँ यो विध्वंसमाथि बसेर चाहिँ आफूलाई सम्हालिएर यो जुन क्षति भएको छ त्यो सबैलाई परिपूर्ति गरिहाल्ने, भ्रष्टाचार नियन्त्रण गरिहाल्ने, देशमा शान्ति स्थापित गरिहाल्ने। अब यहाँ त विभिन्न खालको एउटा आन्दोलनपछि मान्छेहरूमा मेन्टालिटी नि के भने आन्दोलन त गर्नुपर्ने रहेछ, गर्नै पर्ने रहेछ भन्ने खराब खालको चेतना बसिरहेको अवस्थामा एउटा आन्दोलनले नपुगेर पटक पटक थप आन्दोलनहरू भइरहेछ, यो राम्रो होइन। त्यो कारणले जटिल अवस्थामा उहाँलाई चाहिँ एकदमै गाह्रो परिस्थितिमा उहाँले नेतृत्व लिनुभएको छ। उहाँमाथि धेरै आशा नगरौँ, मात्र उहाँले इलेक्सन गराइदिनु भयो भने ठिक हुन्छ। अब